हेलो दर्शक गाइजहरू नमस्कार। त्यही आज पानी परेकोले गर्दाखेरि बिहान एकछिन साइटमा पुगो ड्युटीमा। अनि पानी परेकोले गर्दाखेरि आज चाहिँ म साथीहरू चाहिँ रुमतिरै बस्न थाले, रमाइलो गर्न थाले। म चाहिँ आज बाल कटाउनलाई हरिचौर जाँदैछु। बाटोमा यसरी एक्लै छु गाइज हो। बाटोमा यसरी जाँदैछ है बाल कटाउनलाई चाहिँ। दाइ जौहरू घाँसहरू यस्तो हरियाली छ। यसरी बागलुङको दरेम खोला भन्ने ठाउँमा यहाँ तलतिर अहिले फर्महरू पनि छ। फर्महरू पनि म देखाउँछु तपाईँहरूलाई। ब्रोइलर फार्म, पोल्ट्री फार्म, बङ्गुर फार्म यस्तै छ यो बाटो हुँदै। ऊ पारिबाट रोटै रोड थियो, यता अलिक सर्टकट बाटो आएछु। म चाहिँ सर्टकट बाटो हिँडिरहेको छु। पानी अहिले चाहिँ रहेछ, अघिसम्म पानी परे हो। ल हेर्नुहोस् यहाँ फर्महरू छन्, कुखुरा फर्म। यो जुन देखेको यो बारेको जति सबै फर्म हो कुखुराको। त्यो छ है गाइस हो। जाउँ हेरौँ जाउँ। फर्महरू छन्। फर्ममा कुखुरा नि कराइरहेछ। खै गाइज हो, फर्मभित्र अब पसेको छैन होइन। बाटो हिँड्ने मान्छे कहाँ फर्मभित्र पस्ने, रमित हेर्ने कुरा भएन। लसुन प्याज यसरी फलेको छ। यो लसुन प्याज है गाइज हो। यिनीहरू टनेलको यता हेर्नुहोस्, केराउ फुलिरहेको छ। यता आलु केराउ फुलेर सेतै। जौँ पनि पसाएको छ। म चाहिँ अहिले 1 किलोमिटरको बाटो हिँडिरहेको छु। हरिचौर पुग्नलाई चाहिँ हामी बसेकोबाट 1 किलोमिटर लाग्छ। यता नि आलु छ, आलु। यता फर्महरू छ। यता उँभो डाँडो छ। हरिचौर चाहिँ त्यो तल देखेको है, त्यो हरिचौर। त्यो ठुलो ठुलो घरहरू बाक्लै भएको चाहिँ हरिचौर हो। त्यहीँ पुगेर चाहिँ म चाहिँ बाल कटाउँछु। यता चाहिँ उँभो चाहिँ बस्ती छ, माथि डाँडातिर नि बस्ती, यो पारीतिर नि बस्ती हो। उँभो नि बस्ती नै छ गाउँघरहरू। यता नि फर्म छ।
त हरियाली छन् यता बालीहरू लगाएर यहाँ रोड छ यस्तो फर्ममा आउने यो फर्महरूमा चाहिँ बुङ्गुरको पाठा कुखुरा चल्ला अन्डा यस्तोहरू चाहिँ पाइन्छ खोला नजिकै छ खोलाको पानी चाहिँ गर्नुभएको छ पम्पसम्म राखेर तान्नु भएको छ खोला यो सानो त्यो ठुलो छ यहाँ फेरि के बनाउँदै हुनुहुँदो रहेछ है कोठा कोठा लिएर दरेम खोला है दरेम खोला है गाइज हो दरेम खोला यस्तो भिर काटेर चाहिँ यस्तो रोड निकाल्नु भएको छ यहाँ